हेलो वेलकम ब्याक टु माई न्यू भ्लग। धेरै लामो समयपछि चाहिँ आज मैले भ्लग बनाउन खोजिरहेको छु। अनि एकदमै धेरै भएको थियो भ्लग नबनाएको पनि। अनि अब यसो ट्राई गरौँ न त आजदेखि भनेर लागेको होइन। अनि अहिले चाहिँ कति 5 बज्यो। अनि म भर्खरै उठेर यसो हल्का फ्रेस भएर भिडियो सुट गर्न लागेको। अनि अब आज चाहिँ यसो आजको दिनचर्या देखाउँ न भनेर ट्राई गरेको। अब हेरौँ है कस्तो हुन्छ, के गरिन्छ म यहाँलाई देखाउन ट्राई गर्नेछु। अनि एकदमै लामो भयो क्या भ्लग नबनाएको चाहिँ 5-6 महिना भयो। अनि किन नबनाउने त भनेर बनाउन सुरु गरेको। अब हेरौँ, अप्ठ्यारो पनि लागिरहेछ, कस्तो अनकम्फर्टेबल लागिरहेछ। अनि ठिक छ, अब आज के हुन्छ, कसो हुन्छ म यहाँलाई देखाउन ट्राई गर्नेछु। अहिले चाहिँ यस्तो छ होइन मेरो गाउँको नजारा। पानीहरू परेर यस्तो भइरहेछ। अब एकैछिन अब यसो तातो पानीहरू खाएर खाजासाजा खाएर होइन क्लास जानुपर्नेछ म चाहिँ दमक। अनि त्यो पनि म यहाँलाई देखाउने छु। एकछिनबाट भेटौँ है त। हेलो, ल म चाहिँ अहिले हिँडिसकेँ होइन, कति 6 बज्यो भर्खरै। अनि अब म चाहिँ क्लास जाँदैछु। कस्तो पानी पऱ्यो क्या अहिले कहिले। अनि अघि चाहिँ घाम लाग्छ जस्तै थियो। अनि अहिले फेरि पानी परेर यस्तो भइरहेछ। अनि अब क्लास जाँदैछु। मेन त गाडी रोक्दैन क्या, यस्तो दिमाग तताउँछ। 4-5वटा गाडी जान्छ र पनि रोक्दैन। अनि बल्ल कुनै एउटाले लान्छ, भएन भने अब त सिटी अटोहरूमा जानु पऱ्यो, नत्र भने बसले चाहिँ यहाँ रोक्नै मान्दैन क्या। अनि यस्तै छ, पानी परिरहेछ अहिले। चरा भिडियो नबनाएको धेरै भएको थियो क्या। अनि अत्याधिक के गर्ने भन्दाखेरि भिडियो बनाउने भनेर चाहिँ थालेको। अब यस्तो हुन्छ होइन, पानी परिरहेछ, त्यही भएर मैले धेरै टाढा फोन लान पाएको छैन। कस्तो देखिरहेछ हेरौँ न त। ल यहाँ चाहिँ ट्र्याक्टरले जोताउँदै हुनुहुन्छ होइन, किनभने अब धान रोप्ने सिजनहरू आयो। अब म पनि आज लगभग पानी आएन भने, मौसम उग्रियो भने चाहिँ माथि जान्छु होला। माथि बारीमा गएर आलीहरू तास्नु पर्ने छ। अब धान रोप्ने सिजनहरू आयो नि त, 2-4 दिन काम हुन्छ, त्यसपछि फेरि चुपचाप बस्न पाइन्छ। अनि अब आज जानुपर्छ होला सायद, पानी आएन भने। हेरौँ के हुन्छ। म त्यो पनि अब गयो भने देखाउने ट्राई गर्छु है। अरू सबै ठिकै छ। बाबाले हेर्दै जाँदैछन्, यस्तो हाँस उठ्छ फेरि। अब म अहिले बाटोमा चाहिँ आइपुगेँ होइन, तर गाडीहरू आएकै छैन। पुरै खाली छ बाटो, यता पनि खाली, यता पनि खाली, बाटो खाली छ। आए पनि रोक्दैन, यस्तो रिस उठ्छ। भरे 1 घन्टापछि रोक्छ। अब अस्ति त यता तलदेखि आएको थियो। अब मान्छे देखेपछि फेरि लाज लागिहाल्छ बनाउनु। म चाहिँ अहिले केरखाना आइसकेँ। अनि कस्तो भयो भने बिचमा मैले किन भिडियो बनाएन भने, खासमा पानी पऱ्यो क्या। अनि पानी पनि पऱ्यो, अनि गाडी पनि पाएन, बस पनि अलिक पाउन गाह्रो पर्छ नि त बिहान त। अनि त्यही भएर मैले भिडियो बनाइनँ। बसमा फेरि बस आइसके पछाडि पनि फेरि एकदमै धेरै मान्छे थियो क्या। अनि त्यो भएर मैले भिडियो बनाउन पाइनँ। अनि अहिले चाहिँ बसदेखि झरेर यहाँ केरखाना छु। अब घर जान्छु। अनि त्यसपछि यहाँ साथी आउँछ अरे एकछिन, अनि घर जानु पऱ्यो। अनि त्यही हो, यस्तो हतपत गाडी पाउँदैन। अनि पाए पनि मान्छे कस्तो धेरै थियो, अनि बनाउने अप्ठ्यारो लाग्यो, त्यही भएर बनाएन। अब अनि त्यहाँदेखि क्लास सकेर अहिले चाहिँ म केरखाना आएर बसिरहेको छु। अब घर जान्छु। अनि हेरौँ, आज मौसम पनि उग्रिरहेछ, माथि जानुपर्छ बारीमा। हेरौँ
अब म केटा आएपछि देखाउँछु। मलाई चाहिँ भित्र बस्नै मन लाग्दैन क्या, म बाहिर बस्यो होइन, जङ्गलको भ्यू हेर्दै, गाडीहरूको भ्यू हेर्दै बाहिर बसेर चियाहरू खानुपर्छ। केटो कतिखेर आइपुग्छ क्या म। ल त्यो मुर्दार भर्खर आउँदैछ। किन ढिलो विजय सर हेर न। हावा नबोला न। म कति बज्यो अहिले? आजदेखि हालौँ भनेको। अहिले उता चाहिँ वर्ल्ड कप चलिरहेछ अरे, अनि अब उता गएर हेर्नु पऱ्यो क्या। केटो गइसक्यो होइन। कहाँ कहाँको म्याच छ हौ? पसन्द पसन्द बाउलै छ नि म्याच हेर केटा। तर कपिराइट लाग्छ होला यार। म चाहिँ घर लागिसकेँ होइन। एकछिन बस्यो, चिया खाइयो। म्याच हुँदो रहेछ वर्ल्ड कप। जोतमा अल्छी लाग्यो अनि फेरि नहेरी हिँड्यो होइन। म चाहिँ अहिले यो कमल 3 केर्खा र कमल 4 जोड्ने पुलमा आइसकेको छु। अनि यो सानो पुल चाहिँ अस्ति श्रमदानले बनेको थियो, अहिले यहाँ यस्तो बन्दै रहेछ होइन। ल है त के हुँदैछ होइन। मान्छेको अगाडि त भिडियो बनाउनै सकिँदैन। अब एकान्तमा हिँड्यो बनायो, गाह्रो छ मलाई है। अघि पानी पर्दै थियो, अहिले घाम लाग्दैछ। अब एकछिनबाट फेरि पानी पर्छ। टाङटाङ टुङटुङ यस्तै हो पारा। ल मौसम दामी छ होइन। अब म एकैचोटि घरमा पुगेर भिडियो गर्छु। एक्लै के बोल्दै हिँड्ने होइन। बोल्ने कुरै छैन, बनाउनै आउँदैन। सरी, गाह्रो छ मलाई। मेरो हात देखिरह होला, हात देखिन्छ कता फेरि। हेलो साथीहरू, म चाहिँ अघि घर आइपुगेँ होइन। घर आएर पनि खाना खाइसकेर पनि म बसिरहेको छु अहिले चाहिँ। अनि खासमा कस्तो भयो भने आज त्यस्तो भिडियो बनाउनै कस्तो अप्ठ्यारो लाग्यो क्या। धेरै पछि बनाएर होला भिडियो बनाउनै अप्ठ्यारो लाग्यो। अनि कस्तो क्लिपहरू, छोटो छोटो क्लिपहरू मात्रै भयो। अनि अब त्यस्तै भयो। क्लास गयो आयो, अन्य गाडीमा पनि फेरि बनाएन क्या। क्लास जाँदा पनि बनाएन, आउँदा पनि अब गाडीमा अब अलिक भिडै हुन्छ बस्न, अनि त्यही भएर बनाइएन। अनि त्यो अलिअलि सानो सानो क्लिप मात्रै भयो होइन। अर्कोचोटिदेखि चाहिँ अलिक सुधारेर अलिक राम्ररी बनाउने कोसिस गर्छु। योचोटि चाहिँ यस्तै भयो है। अब आजलाई यति नै होला, किनभने अब आज माथि बारीमा जान पनि अलिकति आज नजाउँ जस्तो भयो। किनभने पानी सुकेकै छैन क्या। अनि पानी एकदमै धेरै छ, पानी सुकेकै छैन। त्यही भएर भोलि मात्रै जाने कुरा भयो। अनि आजलाई यति नै। जसले हेरिदिनु भयो धेरै धेरै धन्यवाद। अर्को भिडियोदेखि चाहिँ म सुधारेर लाने कोसिस गर्छु। थ्याङ्क यू सो मच।
यति नै।